पानी परेकोले चाहिँ लास्टै चिसो आछु मरिन्छ के अरे चैत महिनामा के साह्रो चिसो हो छोरी अब चाहिँ यसो देखाउनु पऱ्यो क्या है यसो स्कुल होइन भाइ हो त्यो ए आइटी पार्ट रहेछ कस्तो राम्रो के बनाएको छ त लोटस रिसेप्सन रे पनौती नआएको पनि धेरै वर्ष भयो घरमा पक्का बस्नु भएन आज 8-9 वर्षपछि पनौती जाँदैछु म दिदीको घर अच्छा के बिच छ यो चाहिँ एसएस स्कुल हाम्रो बहिनी पढेको स्कुल म कति आउँछु है त्यसलाई पुऱ्याउनलाई यहाँबाट जाने कसरी साथी ओहो कस्तो राम्रो भयो यहाँ त साथीहरू हामी त निस्क्यौँ जाडो होस् कि गर्मी होस् हिँड्न पाए भयो होइन मेरो छोरी कहाँ त लगाऊ होला त चैत महिनामा नि यस्तो जाडो सुरु हेत्तेरिका असार साउनतिर त झन् के होला यो ठाउँमा कस्तो राम्रो फाट क्या तर है भाइ पुरै कति धेरै टनेलो यहाँ चाहिँ त्यो चाहिँ के हो भाइ हो त्यो होटेल हो अझ यो तुवाला लागेर राम्रोसँग क्लियर देखेन कस्तो राम्रो देखिन्थ्यो भ्यू चाहिँ जाडो भयो छोरी यसलाई जाडो भएछ भाइ के कारखाना छ त यहाँ के हो कारखाना छ यहाँ जाडो भयो यहाँ चाहिँ के बनाएको रहेछ ऊ जस्तो क्या होटेल जस्तो हो कि के हो ए के को काठ कारखानाहरू छ यहाँ काठ मुक्तिनाथ दर्शन पनि यतैबाट जाने हो भाइ मुक्तिनाथ मन्दिर पनि कति ठुलो बिल्डिङ पो बनेको छ यहाँनिर के बिल्डिङ बन्यो जाडो भएको लास्टै चिसो भयो साथीहरू हिँड्नुहुन्छ नि कत्रो बिल्डिङ पो बनाउनु लाग्छ है के बनाउनु लाग्यो बिस्तारै बिस्तारै राम्रो हुँदो रहेछ यहाँ पनौती पनि 7-8 वर्षपछि होला म यहाँ पनौती आएको ठ्याक्कै 8 वर्ष बे गरिदिएको आएको थिएन आमामा छ्या कस्तो धुलो धुलो धुवा छोइला चिसो हुने भयो भाइ के गर्ने होला तर छोइला चिसो हुन्छ कि क्या के भयो भाइ त्यो चाहिँ हाम्रो यतापट्टि बस पार्क आयो बल्ल बल्ल बस पार्क पहिला पहिला यस्तो वाक हुन्थेन मलाई बस चढ्नै नहुने अहिले पनि त्यस्तो छ यार खासमा यो सिधा यहाँबाट चाहिँ कहाँ पुग्छ र यता र यता थाहा भयो मलाई यतापट्टि चाहिँ यता र यता चाहिँ हाम्रो जेठ दिदीको घर जाने यता चाहिँ अब यता लाग्यो हामी माइल दिदीको घर यताबाट यस्तो जाने देखाउन यस्तो यस्तरी माइल दिदीको घर लाग्यो
चाहिँ बस पार्क माइलदेखि घर जाने बस पार्क कति ठुलो बजार छ यहाँ पनौतीमा पनि भर्खर पो स्टार्ट हुँदै रहेछ नि कस्तो राम्रो बनाएको रोड अहिले त है पुरै बाटो बनाइसकेको चाहिँ पर पुसादेखि जाने बाटोमा पनि के रे भाइ ए म पनि गएको छु एकचोटि माथि भएर भनेको सबैभन्दा बढी सुन्तला पाउने ठाउँ यही होला हामी पहिला पहिला यहाँ यो उकालो उक्लिँदाखेरि यो माथि यति धेरै सुन्तला हुन्थ्यो कि बापा बसमा देखिन्थ्यो है अहिले त सिजन होइन नि त सुन्तलाको लास्टै कस्तो राम्रो क्या सुन्तला फलेपछि त खतरा पुरै सुन्तलाको बोटै बोट यति धेरै हुन्थ्यो नि जे होस् बाटो चाहिँ राम्रो बनाएको रहेछ त्यही हो न त कच्ची बाटो भएन लास्टै गाह्रो हुन्छ मेरो छोरीलाई चाहिँ चिसो भयो छोरी अलि यता आऊ न ढल्की क्या यता आऊ त हो ढल्की गाडी रोनीका ट्रिप घर जान लाग्यो यो ब्यागले पेल्यो क्या यसलाई जङ्गल 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 यस्तो रहेछ यस्तो छ यस्तो छ जिन्दगीको गोरेटोमा यस्तै छ है साथीहरू यस्तै छ है साथीहरू आनलाग्यो भाइ बिर्सिसक्यो भाइ मैले त कहाँनिर यो एउटा पुल जस्तोमा ओर्लिने थियो दिदीको घरमा आएको धेरै वर्ष भयो मौका पर्यो आज मलाई राम्रो नि यो चाहिँ पुरै फाटे फाट है माथि गुम्बा पनि रहेछ गुम्बा साथीहरू गुम्बा पनि रहेछ कस्तो राम्रो पछाडि कस्तो ट्रक आउँदैछ है डर लाग्छ कति आलु बारी हो बाबा आलु नै आलु पुरै यहाँ पनि पनौतीमा पनि बने पारेर यहाँ सेमसेम रहेछ आलु नै आलु कस्तो राम्रो रोड बनाएको छ है कति वर्ष भर्न आएको बिहेमा कि होइन केमा आएको थिएन पूजामा हो कि थिएन पूजाबाट आजै होला आएको कस्तो राम्रो जङ्गल पनि रहेछ हिँड हिँड बिस्तारै बिस्तारै ए भगवान् यस्तो जङ्गलहरूमा कहिले हिँडेको छैन रमाइलो छ बिस्तारै हिँड यसरी रमाइलो लाग्यो उसलाई त अस्ति त यताबाट यसरी आउनु थियो है अहिले चाहिँ बाटो बनाएर यताबाट लङ बाटो भएछ त्यो फाइनल गाइस हामी आइपुगेकोमा कस्तो राम्रो घाट
अगाडि देखिन्छ है कति धेरै आलु बारी चाहिँ सताउने आलु लगाइछस् ए पुरै आलु नै आलु कस्तो दामी क्या तर कस्तो दामी दिन्छ पर रोनीका आगे आउँछ सराते छ र क्या सराते खानु गएको छु ल टिका लगाएर आउँछु ल लु छोरीले पिङ पनि खेल्दैछु मेरो छोरीले पिङ खेल्न कहीँ जानु नपर्ने यही छ पिङ पहिला पहिला हामी पनि यस्तै गरी थानमा पिङ यसो डोरी झुन्डाएर गर्थ्यौँ नि है हो धेरै व्यस्त नभए डोरी उयो मुनि चाहिँ के रहेछ क्या हो नि ऊ दुख लाग्छ बिस्तार ढकाल्थ्यो रोनिका कस्तो दामी मेरो अगाडिबाट चाहिँ भएको चाहिँ कस्तो दामी हुन्थ्यो त्यो कुन गाउँ होला त्यो सर्प त्यो कहाँ छ ए अझै सिकाउँछ ए ऊ त्यो चाहिँ स्कुल हो क्या हो रोन्स पढ्ने स्कुल हो क्या यता माथि चाहिँ अन्टी घर होइन ए माइत अन्टी उता चाहिँ के को बोर्ड दिदी भ्यान्टाको हो उयो के त ए मेट्रो मेट्रो भ्यान्टाको त त्यत्रो रुखै हुँदैन सुन्तलाको बोर्ड हेर्ने ला 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 कति ठुलो फाँट कस्तो राम्रो कस्तो दामी रहेछ पाउने तिमीहरू साथीहरू हेर्न सक्नुहुन्छ यो चाहिँ पुरै आलु नै आलु बारी हो होइन पुरै आलुहरू लगाएको खेतीहरू गरेको यो सुन्तलाको बोट यो चाहिँ पुरै सुन्तलाको थियो यहाँनिर चाहिँ अहिले चाहिँ काटेर एउटा राखेर यति ठुलो फाट क्या यहाँ चाहिँ कस्तो दामी कस्तो राम्रो हेर्न चाहिँ रमाइलो ऊ त चाहिँ कुन गाउँ होला है स्कुल होला यताबाट हो खास चाहिँ जाने चाहिँ जाने चाहिँ यताबाट होइन यताबाट जाने पहिला यो हारी फुलको कति माला गाँसेर लाउँथ्यो नि साथीहरू सानो बच्चा बेलाको याद आयो यो फुल देखेर यहाँ कतातिर सुटिङ हुँदैछ अरे कति रहेछ यो फुल फुलेको त्यो बाक्लो प्यारो बिस्कुट अनि सातो मधुरो भए हुन्छ तरकारी चाहिँ नभए नि हुन्छ यहाँ त मिलाको हरिको भएको छ कहाँ लिएर जान लागि बहिनीलाई ल माथि लिएर नजाऊ रोनिका लड्लिँदै